यो चाहिँ जङ्गी ठुलो बाबाबाट बाबाले लिएर गौचरण छोडिदिएको चौतारा हालेको जग्गा हो। भनेपछि यो ल यो पाटा चाहिँ जङ्गी ठुलो बाबाकै रहेछ, त्यो कुरा ठिक भयो। अनि यो अग्लो कान्लादेखिको हाम्रो भने बल्ल अहिले बल्ल राम्रो निदो भयो। म त अस्ति त राम्रो यादै पनि नगरेको हो। यही कान्ला यो ठुलो पाटादेखि हो, यो पाटादेखि सट्टै माथि कहाँनिर सम्म हो, तर त्यो चाहिँ निदो भएन अरे। ओहो, हावा चलेको हेर न। आज नि मौसम त डेन्जर छ। त्यो मैला छ ट्याङ्की खाना भएर पो छ। खिच्यो र आजको दिनमा जादु भयो, जादु। म त यहाँ ढोका थुन्न आएको, ढोका थुन्न आएर ढोका थुनेर यही अब एक्जस्ट चाहिँ कस्तो भएको छ के भएको छ, अनि तलको त्यो धैसोहरू हेरेँ। अनि यतापट्टि यो अब डाइरेक्सन चेन्ज गरिदिनु पर्यो, अब कहिले कता लगाइदिनु पर्यो भनेर प्लान गरेर यहाँ उभिएर बसिरहेको थिएँ। ठ्याक्कै यहाँ यो जिब्रा ब्यागमाथि तप 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 गर्दै पानी चुयो। अनि के अचम्म हो भनेर इन्सपेक्सन गर्न आएको। यहाँ ठ्याक्कै यहाँनिर है, सिधै यहाँनिर, यहाँ माथि चाहिँ यो चाहिँ झेप थियो। यहाँ यो कुन चाहिँ अरे, यो चाहिँ हो, यो चाहिँ झेप थियो। यहाँ भित्र हेर्दाखेरि चाहिँ अब यो चाहिँ अब कम्प्लिटली ड्राई छ। तर यो चाहिँ यहाँ चाहिँ पक्का पानी चुहिएको चाहिँ दुई चाहिँ प्रुफ भयो। यी झेपमा चाहिँ दुईटामा चाहिँ यसरी भिजेको छ। ठ्याक्कै यहाँबाट हो पानी चुहिएको। मुसाले मुतेको भनौँ भने नि, अब यहाँ वेट छ नि त यहीँदेखि होइन, होइन यहाँ यतापट्टि होइन, यहाँ मुसाले मुतेको भने नि अब खोइ भित्र त ड्राई छ यी होइन, भित्र त ड्राई छ नि त यी राइट। अनि जादुई भयो यी। ठ्याक्कै यहाँ यी खाटमा नि एक दुई थोपा छ नि त्यो वेट होइन, होइन हो कि होइन, ठ्याक्कै यहाँनिर। अनि माथि चाहिँ नि यो भित्रको छाई ढुङ्गा चाहिँ सर्लकै स्प्लिट भएर झन्नै 2 इन्च जति स्प्लिट भएर छ। तर डबल छाई भएकोले गर्दाखेरि पानी चाहिँ चुहियो। बाहिर त पानी खासै परेकै थिएन, बाहिरबाट चुहेको त होइन के, जादुई भयो क्या यो त। माई गड, सब धुलो र उसले सब कभर गरिदिएर रहेछ नि त। यी अहिले त चिलिक्कै यी चट भयो अब त्यही। ढुङ्गा नि सर्किएको, खास यहीँ उठाएर फाल्नु पा हुन्थ्यो होला नि है, के हो र। फेरि आँगन बढार्नु पर्यो। जम्मै उता पो उठाएर लगिदिए यार। बरु यो त अब
अब खुङ्रुङ हुन्न होला यो इभन त्यो तार निकालिदिए पनि मेरो मेजर हेडेक सेटल भयो यार माइ गॉड यो तार जेली राख्नु पर्न होला पो है यो त माथि अडाउनको लागि बनाएको रे यहाँ एल हालिदिनु पर्छ र हौ एउटा एल उग्रिया छ नि त हैन किनभने यसलाई नि अलिक प्रेसर पर्यो हो त्यो पाइदिनु त म यहाँ ऊ त परको टुप्पा यस्तो अबलाई ट्रान्सफर्मेसन हुन्छ हुन्न खै अलिअलि त कलर बस्ला सुक्दाखेरि अहिले अलिअलि फरक देखिएछ म यहाँ त्यहाँ हेर्दा उ छ यहाँ उसबाट हेर्दा त निकै चेन्ज देखिएछ डेमिस यु वान्ट टु के अरे ऊ अल भित्ता यहीँसम्म ओके ओके ल तपाईँको सक्यो हजुर सक्यो नयाँ सेटअप यप थ्याङ्क यू भिडियो पो ओके अलि देखाउँ त काममा काम सकियो तर आई थिङ्क यो चाहिँ अब यति तातो हुन्छ कि अब अस्तिको भन्दा अस्तिको जस्तो ठुलो आगो गर्नुपर्छ होला आमा अब अलिक सानो आगो गरे पनि तातो हुनुपर्ने हो जस्तो लाग्छ कि हेरौँ आज अरे आमा त उतातिर पो बस्नु भएछ त लु लो हाल्नुहोस् केही नै हुन्न तल हालेको हुन्छ कहाँ माथि हालेको र तल मुन्टा मुने त यहाँ हो त्यहाँ अझै भित्र भयो भयो हुन्छ 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 अब त बोल्छ भयो केही भन्नु छ गो केही छ भन्नु भात पनि लिएर दिइहाल्ला त्यो आशीर्वाद छ साइला छोरालाई आताहरू बनाइदिएको धेरै आशीर्वाद छ जुन चुन नपरोस् कहिले नआयो होस् ल बोल्ला आयो बाबै लो आमा छोराको तमासा आज दिनभरिको राम 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 लु के भेट्टाउनु भयो के उ गर्नुभयो आमा लु आमै 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 ल्याएर यहाँको माथिको मोटामोटी क्लियर भयो अनि राम 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 यहाँको भित्ता धुलोसुलो झारियो अलिअलि ल छैन ऊ त्यहाँ ऊ छोपेकै त्यहाँ ल छैन यहाँको धुलो झार्दै थिएँ म त यस्तो विपत्ता लु चारो जाने आमा रोटी सेलायो लु हिँड्नुहोस् त कहाँ अहिले रोटी सेलायो भोलि पर्सिनु बढाल्ने के तल लाने कुरा थियो त्यो मेरो सामान हो होस् मेरो सामान हो त्यही होस्
के गर्ने भयो दुध है तल लाने केरला नै ए पुछाल काल यो गुन्द्री चाहिँ यो पुरानो जति जम्मै हो त्यो स्कुलमा लगेर राख्दिने त ए के अरे युवा क्लबकोमा घोडा लाने घोडा दिएन लाने लाने यो छेउने त्यो लाने तल लाने छेउने त लाने यो घोडा ल ल ल ल हेर धैँसो धुलो हेर माई गड खोला पुगेर आइयो Every day is a record break. Every day is a new day. आइडियल सिचुएसन कहिले आउँदैन यी वर्किङ उसमा उबाट ठ्याक्क ल लेट्स गो भन्ने जम्मै आउने पुग्ने अब के गर्नु लाग्छ गर्नु बिचरा पोले छ तर खान अनि मन लाग्छ पोले छ है हामीले चिस्नु टिपेर फानिदिएको भैँसीलाई गजबले खाना भएको छ आथो 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 ल जा चराम्मै खाइदियो ल सुन्तला सुन्तला भैँसीले चराम्मै के गर्न अझै मागेको हेर्न अझै वा अरे घाँस मुनि यस्तो खाइदिन्छ बुहारी सुन्तला सुन्तला भैँसीले
त्यो झन् यस्तो मुठा मुठै बोकेर आउने गाँठे अर्कोचोटिको लागि राख्नुपर्छ नि राम 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 यस्तो छ बेहाला त्यहाँबाट उता पेनिट्रेट गर्न नसक्ने भयो न त ऊ त्यो परको फुल सुट पनि काटिदिनु पर्ने हो आम्मामामा यस्तो छ के रे कन्डिसन खै खेताला हालेर यो क्लियर गर्नु फाइदा कि जस्ट लिभ इट एज इट इज हो माई गुडनेस हार खाइयो यो पहेँलाई चाहिँ ट्रिम गर्नै पर्छ जस्तो छ छट्टै अग्लो गएको छ मच्चिँदै गएको छ बाबा अनि यो 50% जति माथि तानेर पनि अब 50% पनि धेरै तानिएर चाहिँ यहाँ यसो हेर्दाखेरि एक्सेप्ट यो ठुल्ठुलो रुखको यतातिरको त आम्मामामा यो तल यो दाइको पहेँ पनि यस्तो अग्लो भएको छ यतातिर अझै फुलचुचुटोहरू छ उर्लेको फुलचुचुटोहरू छ गोरादी माई गड आम्मै 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 खार खाइयो थाकियो ये रातै यहाँ त अनि यत्रो टङ्गै दुलो रहेछ बिचरा अनि कति पानी छु यसलाई ओ माई गड म पनि यो दुलो त बल्ल अहिले पो देखेँ यार इस यहाँसम्म उतापट्टिको चाहिँ अब छाई चाहिँ अब पक्का सोलिड नै भयो अब यहाँ धेरै वेट पनि लेस हुन्छ अब क्रिटिकल चाहिँ यो चाहिँ नि भित्रबाट ढुङ्गा टुक्लो के भाँचिएको त यो पो रहेछ त यहाँ यत्रो टङ्गै दुलो भनेपछि माई गड बिचरा हत्तेरिका यो ढुङ्गा चाहिँ भाँचिएको चाहिँ कुन चाहिँ हो लेट मी फाइन्ड आउट भनेपछि यो पनि उकाउनु पर्ने भयो पास अलग्गै ए बा ओहो हो काम त थपिँदै गयो हेर्दै गरेपछि लेट मी सी व्हाट आई क्यान डु आज चाहिँ ओके छानाको चाहिँ रिपेयर गर्ने चाहिँ मोटामोटी सक्यो सफा गर्न बाँकी छ अनि के अरे मूल घरको पछाडिपट्टि सब ढुङ्गा लत्किएर छ त्यो फिक्स गर्न बाँकी छ भोलि चट्ट सफा गरेर पानी आउने भए धुन नि हुन्थ्यो खै पानी सानी आउँदैन हौ धुवा नै निस्किरहेछ भित्रबाट हेर्न बाँकी छ ठिकै देखिया छ के अरे मैया है हेर्नु त भोलि चाहिँ त्यो झार यताउता सब सफा गर्ने अनि त्यो धुलो सफा गर्ने खै पानी आउने भए सबै धुनु हुन्थ्यो खै